हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई जापानमा नेपाली पसल खोल्दाखेरि कति लाग्छ, जापानी येन लगभग अराउन्ड कति जति लाग्ला भन्ने अनुमान उत्तर दिँदैछु है। जापानमा अब अहिलेको सिनारी हेर्ने हो भने अलिकति धेरै महँगो भइसकेको छ सामानहरु है। जस्तै फर एक्जाम्पल हामीले खोल्दाखेरि जापानी चामलहरु 2000 मा बेचिन्थ्यो भने अहिले लगभग 7000 6500 देखि 7000 8000 पुगिसकेको छ 10 किलोलाई हैन। त्यो अनुसारले सोच्दाखेरि चाहिँ तपाईले कस्तो ठाउँमा खोल्नुहुन्छ अनि फर्स्टमा तपाईले त्यो पसल खोल्ने ठाउँ लिँदाखेरि कति लाग्छ, रेकिन सिकेकिन अनि होसोकिन हैन, धेरै अमाउन्टहरु कति तिर्नु पर्छ त्यसमा पनि डिफर गर्छ हैन। तर जस्तै नर्मल तपाईले फर एक्जाम्पल 5 मान वाला रेन्टको रुम लिनुभयो भने ल फर्स्टमा रुमहरु लिँदाखेरि रेकिन यताउता गरेर फर एक्जाम्पल 35 देखि 40 मान तिर्नु भयो भने अनि त्यसपछि डिप फ्रिज अनि रेजी अनि त्यसपछि फ्रिजहरु काउन्टर रेजी सेजी यताउता किन्दाखेरि लगभग अनुमानमा तपाईले 5 देखि 6 लाख खर्च गर्नुभयो भने सामान अराउन्ड तपाईले 15 लाख जतिको हाल्नु भयो भने भनेको अराउन्ड तपाईको 30 लाख जापानिज येनमा चाहिँ अहिले पसल खोल्न चाहिँ लगभग मिल्छ है। तपाईलाई यदि के गाइडेन्स चाहिन्छ, के नलेज चाहिन्छ, सामान कहाँबाट ल्याउने, कसरी लिने, कसरी बेच्ने भन्ने के गाइडेन्स चाहिन्छ भने you can contact me है, I will help हैन। जापानमा नेपाली पसल खोल्न यसरी सकिन्छ है। थ्यांक यू, बाइ बाइ, हैव अ नाइस डे।